देखिन्छ र रोल्पाका विभिन्न युट्युबबाट झलक झकास ब्लग र फेसबुकबाट झुर्ली पुनमकर। आउनुहोस् तब ढिलै नगरी भ्यू तर्फ नै लागौ। भिङ्ग्रीहरू देखिन्थ्यो तर यहाँ कुहिरोले चाहिँ ढकमक्क भइसकेको छ। हामी चाहिँ बाख्रा गोठा लगाएको है त। यसरी हाम्रो बाख्रा गोला भेलाहरू पनि हामी देखाउँछौँ है त भिडियोको माध्यमबाट। हाम्रो बाबुले पनि हेरौँ क्यामेराम्यान हो होइन, भ्लगर पनि हो, साथमा क्यामेराम्यान पनि हो। अहिले चाहिँ भ्लगर चाहिँ होइन, मोबाइल किनेपछि चाहिँ भ्लगर पनि हो, फिलहाल चाहिँ होइन है त। यस्तो छ भ्यूहरू। पारी रोल्पाको सातदोबाट भ्यू टावर चाहिँ हामी यहाँ हल्का देखाउने प्रयास गरिरहेका छौँ। हल्का चाहिँ हामीले हल्का देखियो है त भ्यू टावर। पानीले गर्दाखेरि अलिकति यस्तो आएछ, नत्र त हामी हल्का सफा देख्थ्यौँ। तर पनि ठिकै छ, केही छैन। भ्यू त परेको छैन कतै, यस्तो छ है त। त्यो सिस्नेरी साउने पानी पनि यहाँ हल्का हेर त जुम गरेर, साउने पानी पनि हल्का देखिँदो रहेछ। सिस्नेरीमा चाहिँ धकमक्क कुहिरो लागेको छन् भने यहाँ पनि धकमक्क कुहिरो लागेको छ। साली लेकतिर ओर्लातिर पनि कुहिरो लागेको छ। हेर्नु त, सारी भेङ्गे त उत्तै पर्छ होला। अनि हामी कहाँ छौँ भने चाहिँ यति खतरनाक, हेर्नु पहिला यति खतरनाक यसको उब्री छौँ है त हामी। यहाँबाट देख्दै डराउनु लाग्छ है त। यहाँ छ हामी। अब बाबा त्यस्तो तल कुहिरोहरू डुग्रिरहेको छ है। राम्रोसँग देखाउ त बाबु क्यामेराम्यान, राम्रोसँग देखाउ त। हेर्नुहोस् गाइस, बोल लोट लास नि केटा, सक्नुहुन्छ गाइस। लोट लास। खतरनाक छ मौसमहरू त खुलिदिएको छ यार अहिले न। एकछिन पछि सब खुल्छ क्या हो यार। लमजुङे दादैमा हो हावा सरर। फाइनली गाइस हामी चाहिँ माथिको नाङ्गीबाट तल्लो नाङ्गी आइपुग्यो। हामी चाहिँ स्टार्ट ब्लगिङ त्यहाँबाट गरेका थियौँ, त्यो डाँडाबाट। हाई गर न बाबु, के भयो, के भयो? बाबुको चाहिँ चप्पल छिन्नु अरे होइन। म चाहिँ अहिले अगाडि आएको छु। अनि यहाँ बारी काफल खर्क है त। यस्तरी यहाँ ओह्राला अघिदेखि नै ढाकिएको छ, अहिले चाहिँ खुलेको छ है त। अनि यहाँ काफल खर्कमा चाहिँ तल्लो नाङ्गी, माथिदेखि नै चाहिँ उक्लो नाङ्गी। ठ्याक्कै हामी यहाँ चाहिँ यस्तो ढुङ्गाहरू छैन, यहाँ चाहिँ यस्तो छ। कुन चाहिँ बैनाको लेबेन्टी पनि रहेछ यहाँनिर। म चाहिँ यो हिटीमा झुन्नाइदिएँ है त। म चाहिँ स्किटीमा राखिदिएँ यसलाई चाहिँ। अहिले चाहिँ नयाँ पोखरा पनि बनाएको रहेछ, हामी त्यो पनि हेर्छौँ। के फुल होला यो गाइस, यो घाँसको नाम के हो कमेन्ट गर्नु होला, मलाई थाहा भएन है त। यस्तो कराएको रहेछ अहिले त। हामी चाहिँ अलि सानसानो हुँदा यहाँ जिमनास्टिङहरू हान्ने चाहिँ यो ठाउँको। अहिले चाहिँ यहाँनिर अहिले चाहिँ ढोग्रीहरू उम्रेको रहेछ। यहाँतिर हामी हल्का व्यायामहरू गर्थ्यौँ। अनि यहाँनिर पौडी पनि खेल्थ्यो। अहिले सानो थियो पोखरी, अहिले चाहिँ यहाँ ठुलो भएको रहेछ। पोखरीमा पानी सङ्कलनको लागि आऊ तलबाट जाऊँ। आऊ अरू यो चाहिँ यहाँ नाङ्गी लेक भन्छ नि होइन राजा? खतरनाक छ कि यहाँनिर। कतिपय ठाउँमा लाली गुराँस पनि अझै फुलिरहेका छन्। हामी यो गोठालो आएको, बाख्रा गोठालो। यहाँ चाहिँ
यो पनि देखाएँ म पहिला चाहिँ यो एकदम भङ थियो यहाँ गाईहरू खसेर पनि मरेको थियो पुरै अहिले चाहिँ बिस्तारै बिस्तारै यो भङहरू पुरिँदै गएको छ भङहरू पुरिँदै गएको छ यहाँनिर यहाँ गाईहरू खसेर पनि मरेको अरे पहिला चाहिँ के भयो सर के भयो हाम्रो क्यामेराम्यान सरलाई के भयो हँ यस्तो छ गाइस कति राम्रो छ है यहाँ चाहिँ ढोक्रीहरू खासेर हेर्नु रहेछ एकदम राम्रो छ यहाँनिर